म नेकपा एमालेको श्रद्धेय अध्यक्ष देशको प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्री केपी ओलीको म 100% झोल्यो। किनभने उहाँले राष्ट्रियताको विषय उठाउनु भएको छ, उहाँले देशभक्तिको विषय उठाउनु भएको छ, उहाँले समृद्धिको विषय उठाउनु भएको छ। छिटोभन्दा छिटो हाम्रो देशमा निम्तिएको द्वन्द्वको अन्तिम बिन्दुमा पुर्याउने कुराको चाहिँ उहाँले सवाल उठाउनु भएको छ। र अहिले आफू प्रधानमन्त्री भएको बेलामा यो देशलाई हिजो ठप्प भएका आयोजनाहरू, हिजो अधुरा रहेका आयोजनाहरू कसरी छिटोभन्दा छिटो पुरा गर्ने भनेर उहाँ लागिरहनु भएको छ। अनि त्यो लागिरहेको विषयलाई समर्थन गर्दा कसैले झोले भन्छ भने दामोदर बैरागी केपी ओलीको 1 नम्बर झोले, दामोदर बैरागी नेकपा एमालेको एक नम्बरको झोले, दामोदर बैरागी नेपाल राष्ट्रको 1 नम्बरको झोले, दामोदर बैरागी नेपाल राष्ट्रको झन्डाको 1 नम्बर झोले। त्यो भएको हुनाले यो झोले भन्ने शब्द अब ब्रान्ड बन्दैछ। यो ब्रान्ड बनेपछि अनि उहाँले थाहा पाउनुहुन्छ के हो झोले भन्ने। त्यसो भएर यो खिस्सी टिउरीको कुरा होइन, यो भित्र धेरै खजनाहरू छन्। तपाईँ यहाँभित्र अहिले तपाईँ हामीले हेरौँ न, जहाँ हेरे पनि हुन्छ के यो। तपाईँ ट्राफिक व्यवस्थापनबाट हेर्नुहोस्, अहिले कति धेरै मान्छेहरूले सडकमा आन्दोलन गरेका छन्। किन गरे आन्दोलन भन्नु त? हिजो किन गरेनन्? जहाँ आशै हुँदैन उसले चाहिँ आवाजै उठाउँदैन नि। तपाईँ कुनै पनि घरमा तपाईँ जानुभयो, त्यहाँ चिया खुवाउँदैन भने तपाईँ त्यहाँ के आशाले जानुहुन्छ? चिया खुवाउँछ, खाजा खुवाउँछ, सम्मान गर्छ भने तपाईँ सधैँ जानुहुन्छ। हो, अहिले नेकपा एमालेको नेतृत्वमा सरकार बनिरहेको छ र चाहिँ साझा सरकार छ। यो साझा सरकार बनिरहेको बेलामा नेकपा एमालेले नेतृत्व गरिरहेको बेलामा हाम्रा मागहरू पुरा हुन्छन् है। त्यसो भएको हुनाले जायज मागहरू अहिले हामीले चाहिँ उठाउनु पर्ने छ भनेर सबैले उठाउनु भएको। हिजो शिक्षकले उठाउनु भयो, डाक्टर चिकित्सकहरूले उठाउनु भयो, त्यसपछि निजामती साथीहरूले उठाउनु भयो, अहिले अब तपाईँको यातायात व्यवसायीहरूले उठाउनु भएको छ। उहाँहरूले उठाएका जायज मागहरू तपाईँको पुरा हुन्छ। किनभने जतिखेर आशा हुन्छ त्यतिखेर उठाउने हो। त्यो उहाँहरूको मागको झोला जुन छ त्यो झोला नेकपा एमालेको नेतृत्वमा लगेको सरकारले समात्छ र उहाँहरूको माग पुरा गर्छ। त्यसैले नेकपा एमाले देशको झोले हो।